मैले धेरै समयपछि आज फेसबुक चलाउँदै थिएँ, हेर्दै थिएँ अनि के कस्तो छ नेपालको अवस्था भनेर यसो हेर्दै थिएँ। त्यही बेला ट्याक्क काजुको श्रीमती ऋषि धमलाको श्रीमतीको ट्याक्क भिडियो आइपुग्यो। के हो के रहेछ त भनेर चाहिँ एकछिन स्क्रोल नगरी हेरेँ मैले। त्यसमा चाहिँ सहकारी पीडितलाई कारवाही गर, सहकारी पीडितलाई कारवाही गर भन्दै चाहिँ उहाँले भाषण गर्दै हुनुहुँदो रहेछ। अनि खास के भने फेरि नयाँ पार्टी खोल्यो भनेर चाहिँ अनि यो कुन भाषण हो? कसको लागि खोलेको? कसको लागि भाषण गरेको? यो मैले चाहिँ बुझिनँ होइन। साथीहरू कसैले बुझेको छ भने चाहिँ ट्याक्क मलाई पनि यसो कमेन्टमा आएर भनिदिनु होला। कस्तो मान्छे, के मान्छे, हजुरहरूको नजरमा कस्तो मान्छे हो? अनि यही भाषण गरेर हामीले के गर्ने, के भन्ने, के सोच्ने र के बुझ्ने? ल मेरो फेसबुक साथीहरूले चाहिँ भरेर कमेन्ट हान्नु है। फेसबुक साथीहरू अनि टिकटकका साथीहरूले सरेर कमेन्ट गरौँ। जसलाई जस्तो लाग्छ त्यस्तै जस्ताको तस्तै एन्सर दिउँ, रिप्लाई गरौँ, मनमा लागेको कुराहरू भनौँ। अनि बाँकी कुराहरू अर्को भिडियोमा है त। जय नेपाल।